So, hello everyone, this is me Samrat KC, a first year MBBS student at Kathmandu Medical College, and welcome back to our channel. So, topic हेरिसक्नुभएको छ होला आजको भिडियो के को बारेमा हुन गइरहेको छ भनेर one of the interesting topic laptop कि iPad कि हाम्रो चाहिँ ट्याब्लेट है. So, we are going to basically एउटा चाहिँ brief discussion गर्न गइरहेको छौं कि किन्दाखेरि बेस्ट हुन्छ होला अनि तिम्रो आफ्नो चाहिँ नीड्स र वान्ट्स के छ त्यसको बेसिसमा चाहिँ तिमीले चाहिँ कुन चाहिँ ठीक हुन्छ so you can buy your best choice है. Okay, so without further delay, let's jump into the video. ल्यापटप चाहिँ सबैलाई थाहा छ होला नि obviously. So ल्यापटप चाहिँ मेडिकल फिल्डमा चाहिँ जेनरली हाम्रो चाहिँ पीडीएफ रिडिङको लागि नोट टेकिङकोहरुको लागि सरहरुले नोट दिनुभएको हुन्छ, पीडीएफ दिनुभएको हुन्छ, त्यो पढ्नको लागि अनि अरु चाहिँ हाम्रो चाहिँ डकुमेन्टहरु लेख्नको लागि अनि प्रेजेन्टेसन स्लाइड्सहरु बनाउनको लागि एकदमै बेस्ट हुन्छ. अनि स्पेशली चाहिँ धेरै जसोको के हुन्छ भन्दाखेरि ल्यापटपको चाहिँ प्रोसेसर पावरफुल हुन्छ. सो धेरै जनाले चाहिँ यदि कन्टेन्ट क्रिएटर हुनुहुन्छ भने उहाँहरुले चाहिँ भिडियोहरु आई थिंक उहाँहरुले चाहिँ ल्यापटप नै प्रिफर गर्नुहुन्छ. सो यसको प्रोसेसिङ पावर चाहिँ हाम्रो ट्याब्लेटहरु भन्दा बढी राम्रो हुन्छ अनि स्टोरेजहरु पनि बढी हुन सक्छ. सो बेसिकली इट क्यान बी अ गुड अप्सन फर यु है. के छ भन्दाखेरि हामीसँग चाहिँ ट्याब्लेट छ. यो दिस वान इज माई ह्यान्ड इज ट्याब्लेट है. सो ट्याब्लेटको पनि एउटा चाहिँ वान अफ द बेस्ट ग्याजेट हुन सक्छ. एन्ड स्यामसङ र हाम्रो चाहिँ साउमी अनि त्यसपछि वान प्लस गरेर हाम्रो चाहिँ तीनटाको लाइक ट्याब्लेटहरु चाहिँ मार्केटमा एभाइलेबल छ. सो मसँग भएको चाहिँ लाइक मेरो साथीको हो आदित्य साक्य पुनियाको. सो दिस वान इज हाम्रो चाहिँ स्यामसङको ट्याब्लेट एन्ड इट्स रियली गुड है. मैले पनि यसमा चाहिँ लाइक नोटहरु युज गरिरहेको हुन्छु. सो इट्स रियली गुड है. एन्ड दिस इज द पेन्सिल जुन चाहिँ स्यामसङले चाहिँ फ्रीमा चाहिँ एभाइलेबल गर्छ फर नोट टेकिङ एन्ड यताउता एप्सहरु चलाउनको लागि. सो सबभन्दा अगाडि त पेन्सिल फ्रीमा पाउने भयो. एन्ड दो नोट टेकिङ हाम्रो चाहिँ जुन हुन्छ नि इट्स रियली गुड है. हाम्रो चाहिँ स्यामसङमा चाहिँ एकदमै राम्रो छ. अनि त्यसपछि अर्को चाहिँ के कुरा छ भन्दाखेरि स्यामसङको आफ्नो इकोसिस्टम जस्तो कि हाम्रो चाहिँ आइप्याडमा इयरड्रप भनेर हुन्छ नि यसमा पनि क्विक सेयर जस्तो हाम्रो चाहिँ लाइक दुईटा लाइक स्यामसङको डिभाइसहरु चाहिँ लिङ्क गर्न सक्ने त्यो इकोसिस्टम एकदमै राम्रो छ. एन्ड अहिलेको चाहिँ लेटेस्ट डिभाइसहरु छन् नि जुन चाहिँ भर्खर आएको छन् लेटेस्ट डिभाइस स्यामसङको तिनीहरूको प्रोसेसिङ पावर पनि एकदमै बवाल छ. हाम्रो चाहिँ लाइक प्रोसेसिङ पावर अनि त्यसपछि हाम्रो चाहिँ परफर्मेन्सहरु चाहिँ लाइक आइप्याडको लेभलमै छन् है. ओके, सो आइप्याडलाई टक्कर दिन सक्छन्. सो ट्याब्लेट क्यान बी वान अफ योर बेस्ट अप्सन है. सो ट्याब्लेट आर रियली कम्प्याटेबल. स्यामसङको चाहिँ अर्को चाहिँ के फिचर छ भन्दाखेरि यसको चाहिँ एआई फिचर्सहरु है. स्यामसङको एआई फिचर्सहरु एकदमै राम्रो छ. लाइक त्यसले गर्दाखेरि तिमीलाई चाहिँ नोट टेकिङमा अनि त्यसपछि नोट रिडिङ पीडीएफ रिडिङ अथवा केही बुझेन भने चाहिँ तिमीलाई चाहिँ एकदमै हेल्प हुनेवाला छ. सो इट्स गन बी वान अफ योर बेस्ट अप्सन है. सो अनि अर्को चाहिँ डेक्स सफ्टवेयर हुन्छ जसले गर्दाखेरि तिमीलाई चाहिँ मल्टिपल विन्डोहरु युज गरेर चाहिँ एकैचोटिमा लाइक मल्टिटास्किङ गर्न पनि हेल्प हुन्छ अथवा दुई तीनवटा पीडीएफ चाहिँ एकैचोटि खोलेर चाहिँ पढ्न पनि तिमीलाई चाहिँ एकदमै रियली हेल्पफुल हुनेवाला छ है. सो यो कुराहरु हुन सक्छ. अनि त्यसपछि अब अर्को मलाई चाहिँ पर्सनली बेस्ट के लागेको भन्दाखेरि स्यामसङ इज वाटरप्रुफ है. मोस्ट अफ द हाम्रो चाहिँ यसको चाहिँ ट्याब्लेटहरु चाहिँ वाटरप्रुफ छन्. सो इट्स गन बी रियली हेल्पफुल है. केही पानी सानी पर्यो भने पनि बाल छैन. अनि त्यसपछि अनि यदि तिमीलाई चाहिँ लाइक बजेट प्रब्लम छैन भने चाहिँ यु क्यान गो फर स्यामसङ ग्यालेक्सी S11 है. जुन जसको प्राइस चाहिँ लाइक 1,30,000 जति एबाउटमा छ. बट यदि बजेट प्रब्लम छ भने चाहिँ यु क्यान गो फर स्यामसङ आई थिंक इट्स S10 FE. ओके, S10 FE जसको प्राइस चाहिँ इन्डियामा चाहिँ लाइक 75,000 छ. बट सरी नेपालमा चाहिँ 75,000 छ बट इन्डियामा चाहिँ 60,000 को एबाउटमा चाहिँ पाउन सक्छौ. सो इट क्यान बी बजेट फ्रेन्डली डिल है. ओके, अर्को चाहिँ डिभाइस चाहिँ कुन छ भन्दाखेरि हाम्रो चाहिँ ट्याब्लेटमा साउमीको छ है. रेडमी प्याड प्रो भनेर छ जुन चाहिँ यदि तिमीलाई चाहिँ सिम बिनाको चाहियो भने चाहिँ 32,000 र यदि सिमसँगको चाहियो भने चाहिँ 40,000 मा चाहिँ एभाइलेबल छ. एन्ड यसमा चाहिँ लाइक स्यामसङको कम्पेरेबलमा चाहिँ लाइक तिमीले चाहिँ नोट टेकिङ नपाए पनि हाम्रो चाहिँ नोट टेकिङ इन्टरफेरेन्स नपाए पनि तिम्रो चाहिँ मल्टिमिडिया र हाम्रो चाहिँ गेमिङको परफर्मेन्स एकदमै राम्रो छ है. सो डिसिजन चाहिँ जहिले पनि तिम्रो हातमा छ. सो इट्स लाइक हाम्रो चाहिँ स्यामसङ जस्तै बट अलिकति हाम्रो चाहिँ नोट टेकिङ ऊहरु चाहिँ अलिकति त्यसमा चाहिँ प्रब्लम आउन सक्छ. अनि यसमा चाहिँ तिमीले छुट्टै पेन्सिल किन्नु पर्ने हुन्छ है. सो तिमीले चाहिँ यदि ट्याब्लेट किन्न गइरहेको छौ भने इट्स क्यान बी वान अफ योर बेस्ट डिसिजन. किनकि यदि तिमीले चाहिँ कुनै पनि ट्याब्लेट किन्यौ होइन स्यामसङ साउमी वान प्लस इट डजन्ट म्याटर के तिमीले चाहिँ थर्ड पार्टी
एप्सहरू एकदमै इजिली युज गर्न सक्छौँ सो इट्स गोना बी रियली हेल्पफुल है सो अब फाइनली कुरा गरौँ आइप्याडको बारेमा है सो दिस इज आइप्याड है सो आइप्याड इज सिमिलर टु हाम्रो चाहिँ ट्याब्लेटको जस्तो बट यो चाहिँ के हुन्छ भन्दाखेरि यसमा चाहिँ सबै एपहरू अप्टिमाइज भएको हुन्छ सो नो थर्ड पार्टी वेबसाइट सो इट क्यान बी वान अफ योर लाइक के हुन्छ भन्दाखेरि ब्याड पोइन्ट हुनसक्छ अनि बट हाम्रो चाहिँ के हुन्छ भन्दाखेरि आइप्याडको लङ्गर लाइफ टाइम हुन्छ अनि त्यसपछि हाम्रो चाहिँ बिल्ड पनि एकदमै राम्रो हुन्छ अनि त्यसपछि पछिसम्म पनि लाइक यो चल्न सक्छ है इन कम्पेरिजन टु हाम्रो चाहिँ ट्याब्लेट है सो यसको प्रोसेसिङ पावर पनि एकदमै बवाल हुन्छ है आइप्याड चुज गर्नुको पछाडि वान अफ द रिजन पनि यही नै हो कि यसको चाहिँ प्रोसेसिङ पावर एकदमै हुन्छ राम्रो हुन्छ अनि पर्फर्मेन्स पनि एकदमै राम्रो हुन्छ है भन्छ कि एपहरू एकदमै अप्टिमाइजहरू हुन्छ त्यही भएर चाहिँ यसमा चाहिँ नोट टेकिङ चाहिँ एकदमै बवाल हुन्छ कि जस्तो कि तिमीले चाहिँ यु क्यान लिटरली फिल द डिफरेन्स कि यदि तिमीले ट्याब्लेटमा चाहिँ गुड नोट्सहरू युज गरिरहेको छौ अनि आइप्याडमा चाहिँ गुड नोट्सहरू युज गरेको छ भने चाहिँ दियर इज आकाश जमिनको फरक हुन्छ कि लाइक एकदमै अप्टिमाइज भएको हुन्छ त्यही भएर चाहिँ नोट टेकिङ्सहरू डायग्राम्सहरू बनाउन एकदमै रमाइलो अथवा इजी पनि हुन्छ है यसमा चाहिँ नोट बनाउनु एकदमै इजी हुन्छ ट्याब्लेटमा पनि इजी हुन्छ बट यसमा चाहिँ अझै इजी हुन्छ तिमीलाई डायग्राम्सहरू नोट्सहरू युज के बनाउन पिडिएफ रिडिङहरू गर्न हाइलाइट गर्न आइप्याड भएको अर्को फाइदा चाहिँ के हुन्छ भन्दाखेरि तिमीले चाहिँ इजिली सबै पिडिएफहरू बुक्सहरू नोट्सहरू एउटै डिभाइसमा यसरी चाहिँ राख्न सक्छौ थ्रु हाम्रो चाहिँ डिफ्रेन्ट एप्सहरू हुन्छ जस्तो कि लाइक गुड नोट्सहरू नोटेबिलिटीहरू सुनेछौ होला सो सबै बुक्सहरू नोट्सहरू पिडिएफ्सहरू सबै एकै ठाउँमा चाहिँ तिमीले चाहिँ राख्न मिल्छ सो इट्स रियली इजी त्यो हेभी बुक्सहरू बोक्नुभन्दा इट गोना बी रियली हेल्पफुल है सो तिमीले चाहिँ नोटहरू चाहिँ एकदमै आफ्नो चाहिँ हाम्रो चाहिँ हातमै हुन्छ कि तिम्रो सो ह्याभिङ अ आइप्याड अथवा ट्याब्लेट चाहिँ के हुन्छ भन्दाखेरि तिम्रो चाहिँ तिमीसँग भएको सबै पिडिएफहरू बुक्सहरू नोट्सहरू सबै चाहिँ के हुन्छ भन्दाखेरि यही आइप्याडभित्र हुन्छ है सो इट्स रियली इजी टु क्यारी है सो इट्स गोना बी पोर्टेबल है त्यो हेभी बुक्सहरू बोक्नुभन्दा अथवा त्यत्रो नोट्सहरू बनाउनुभन्दा एउटै हाम्रो चाहिँ डिभाइसमा चाहिँ तिम्रो सबै डाटाहरू हुन्छ सो इट्स गोना बी रियली हेल्पफुल फर यु है सो अनि अर्को चाहिँ के छ भन्दाखेरि सरी यसमा चाहिँ इन्टरेक्टिभ एप्सहरू जस्तो गुड नोट्स नोटेबिलिटीहरू चाहिँ इजिली तिमीले चाहिँ युज गर्नु मिल्छ सो इट्स गर्न बी रियली इन्टरेक्टिभ फर यु इन्टरटेनमेन्ट र ट्राभलमा पनि युज गर्न सक्छ यो ट्राभल गर्न त यो एकदमै लाइट छ लाइटर देन ल्यापटप है सो तिमीलाई चाहिँ इजिली क्यारी पनि गर्न सक्छौ अनि त्यसपछि इन्टरटेनमेन्टको कुरा इजिली मुभीहरू पनि के गर्न सक्छौ डाउनलोड गर्न सक्छौ है आइप्याडमा पनि के छ भन्दाखेरि तिम्रो चाहिँ एउटा नर्मल आइप्याड भनेर छ जेनेरेसन अनुसार अनि अर्को चाहिँ इयरको सिरिज छ अनि अर्को चाहिँ प्रोको सिरिज छ सो यदि तिमीलाई चाहिँ हाई पर्फर्मेन्स डिभाइसहरू चाहिएको छ यदि तिम्रो चाहिँ आइडिया चाहिँ पछि गएर चाहिँ कन्टेन्ट क्रिएसनमा लाग्न सक्छ भने अनि तिमीलाई चाहिँ बजेटको चाहिँ प्रब्लम छैन भने चाहिँ तिमीलाई चाहिँ प्रो क्यान बी एन अप्सन है एकदम हाई पर्फर्मेन्स गर्न सक्छ अनि त्यसपछि हाम्रो चाहिँ प्रोसेसर एकदमै पावरफुल छ जस्तो सुकै लाइक हाई क्वालिटी भिडियोहरू गर्नको लागि एकदमै हेल्पफुल हुन्छ है सो अनि अर्को चाहिँ के छ भन्दाखेरि यदि तिमीलाई चाहिँ लाइक त्यत्रो धेरै हेभी वर्क गर्न छैन जस्ट हाम्रो चाहिँ पढ्न मात्र छ लाइक भनेपछि तिमीले चाहिँ नर्मल आइप्याड 10 जेनसम्म चाहिँ युज गर्दा पनि हुन्छ है बट त्यो अलि धेरै नै पुरानो हुन पनि सक्छ अनि अर्को चाहिँ के छ भन्दाखेरि तिमीले चाहिँ लाइक ठिक्कको बजेटमा लाइक 1,90,000 को बजेटमा चाहिँ तिमीले चाहिँ आइप्याड इयर पनि किन्न सक्छौ है अर्को चाहिँ एउटा इन्ट्रेस्टिङ फिचर के छ भन्दाखेरि यु क्यान युज यस्तो खाले किबोर्ड र हाम्रो चाहिँ माउस विथ हाम्रो चाहिँ ट्याब्लेट र आइप्याडमा है सो तिमीले चाहिँ कुनै प्रेजेन्टेसनहरू बनाउनु मन लाग्यो एन्ड अनि तिमीलाई चाहिँ लाइक डिफिकल्ट भयो अरे आइप्याडमा बनाउनुको लागि भनेपछि तिमीले चाहिँ आइप्याडलाई चाहिँ लाइक उसको रूपमा लाइक ल्यापटपको रूपमा पनि युज गर्न सक्छौ है सो इट्स गोना बी रियली हेल्पफुल है यदि तिमीलाई चाहिँ लाइक आइप्याडलाई चाहिँ ल्यापटपको रूपमा चाहिँ युज गर्न मन छ भने है ओके सो मैले चाहिँ आफ्नो पालोमा चाहिँ किनेको भनेको चाहिँ आइप्याड इयर M2 है सो दिस इज द डिभाइस अनि त्यसपछि सबै भिडियो एडिटिङहरू नोट टेकिङहरू सबै मैले यहीदेखि नै गरिरहेको हुन्छु एन्ड इट्स रियली पावरफुल होइन एकदमै पावरफुल छ इयर M2 लाइक नर्मल भिडियो एडिटिङहरू पनि एकदमै आनन्दले भ्याइदिन्छ अनि नोट टेकिङहरू चाहिँ सबै यहीदेखि नै गरिरहेको छु एन्ड आई डोन्ट बाई एनी बुक्स है जो सिनियरले दिनुभयो त्यही नै हो एन्ड एकदमै पावरफुल छ एकदमै हेल्पफुल हुन्छ एन्ड अर्को चाहिँ कुरा के थियो भन्दाखेरि यसमा चाहिँ अब तिमीले चाहिँ छुट्टै एप्पलको पेन्सिल किन्नुपर्छ भनेर मैले भनिसकेँ सो मैले पहिलोचोटि सुने एप्पलको पेन्सिललाई कति पर्छ भनेर एन्ड इट वाज लाइक अराउन्ड 20,000 अनि आई वाज लाइक वाट मैले कहाँदेखि ल्याएँ 20,000 भन्ने जस्तो भयो सो आई डिसाइडेड टु गो विथ अ कपी है सो दिस पेन्सिल यो चाहिँ यो जस्तो कपी हो जुन्डो भन्ने ब्रान्डको एन्ड इट कस्ट मी अराउन्ड 5,000 है सो
एनी लाइक गुड कपी ले चाहिँ हुनसक्छ एन्ड मैले चाहिँ यो लाइक कभर किनेँ एन्ड इट कस्ट मी अराउन्ड 5000 रुपिज सो एराउन्डमा चाहिँ मलाई चाहिँ 110 जति लाग्यो बट इट रियली इज वर्थ इट मैले चाहिँ लाइक बुक्सहरू चाहिँ कुनै पनि किनेन एन्ड सबै चाहिँ एमा पिडिएफहरू छ एट लास्ट अब कन्क्लुजनमा के भन्न चाहन्छु भन्दाखेरि ड्रम रोल प्लिज सो तिमीसँग जुनसुकै डिभाइस छ इट इज जुन चाहिँ लाइक गुड कन्डिसनमा छ द्याट विल बी ग्रेट है लाइक तिमीसँग राम्रो चाहिँ ल्यापटप छ भने पनि त्यो चाहिँ ग्रेट यदि तिमीले चाहिँ नयाँ डिभाइस किन्न लागेको छौ अनि गुड बजेट छ भने चाहिँ गो फर आइप्याड त्यसपछि अनि गो फर ट्याब्लेट एन्ड गो फर फाइनली चाहिँ ल्यापटप है यो अर्डरमा चाहिँ तिमीले चाहिँ लाइक किन्यौ भने इट क्यान बी अ गुड है एट लास्ट मैले चाहिँ के भन्न चाहन्छु भन्दाखेरि इट्स अलवेज चाहिँ तिम्रो चाहिँ निड्स भर्सेस वान्ट्स के तिमीलाई चाहिँ के चाहिएको छ लाइक केही नहुने हो लाइक इज इट रियली कम्पलसरी फर यु कि तिमीलाई चाहिँ नहुने हो अनि तिमीलाई चाहिँ केले गर्दाखेरि इजी हुन्छ है सो इट्स नेभर कम्पलसरी कुनै पनि मेडिकल कलेजमा चाहिँ यो चाहिँ कम्पलसरी छैन कि तिमीसँग चाहिँ मेडिकल ग्याजेट नै होस् मैले धेरैजना सिनियर्सको बारेमा चाहिँ सुनेको छु जसले चाहिँ लाइक एउटा चाहिँ गुड कन्डिसनमा भएको चाहिँ स्मार्टफोनले नै लाइक पुरै एमबिबिएस क्लियर गर्नुभयो सो इट्स नेभर कम्पलसरी एन्ड तिमीले बुक्सहरू नै किन्न मन छैन भने चाहिँ यु क्यान अलवेज गेट देम फ्रम लाइब्रेरी सो यो चाहिँ कस्तो भन्दाखेरि तिमीसँग चाहिँ यदि कुनै लाइक ग्याजेट्सहरू छ जस्तो कि आइप्याड ट्याब्लेट्सहरू छ भने चाहिँ इट गन बी इजी फर यु बट यदि तिमीसँग छैन भनेपछि इट्स नट गन बी हार्डर फर यु है सो आई होप दिस भिडियो इज हेल्पफुल फर यु यदि यो कन्टेन्ट मन परेमा चाहिँ लाइक सेयर एन्ड सब्सक्राइब आवर च्यानल एन्ड डु कमेन्ट कि लाइक तिमीले चाहिँ कुन चाहिँ लाइक ग्याजेट किनेको छौ र किन किनेको छौ है मलाई चाहिँ लेटेस्ट ग्याजेटहरूको बारेमा चाहिँ अपडेट गरिदिऊ है ओके सो बाई बाई